हेलो सेवारो अनि नमस्ते मेरो साथीहरु। आज पनि मेरो ब्लग स्टार्ट गर्न गइरहेको छु है। आजको ब्लग चाहिँ विशेष खास रहनेछ। तपाईलाई सधैँ पनि म मेरो ब्लगहरु चाहिँ विशेष खास बनाउँछु, किनभने म अरु जस्तो घरमा बनाएर घरमा बसेको त नर्मली ब्लगहरु बनाउँदिन। मैले ब्लग बनाउँदाखेरि चाहिँ बाहिरी ठाउँमा गएर घुमेर अरु ठाउँ विशेष ठाउँहरु देखाएर तपाईलाई ब्लग सुरु गर्न गइरहेको छु। अनि आज चाहिँ विशेष ब्लग छ। आजको ब्लग चाहिँ त्यो विशेष ब्लग के छ भन्दाखेरि चाहिँ तपाईहरुले अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। र ब्लग बनाउनको लागि आज चाहिँ म जाने ठाउँ चाहिँ तपाईलाई भन्दिन, अन्तिमसम्म त्यो ठाउँ हेरेर आफै पत्ता लगाउनु होला। विशेष खास छ। अनि आज चाहिँ मैले घोडा पनि रेडी गरिसकेको छु, तेल हालिसकेको छु। झन् त हामीसँग अप्सन अर्को पनि छ, तर यसमा चाहिँ जाँदिन, किनभने अहिले बाटो हिलो भएको कारणले गर्दाखेरि, बाटा खाल्टा खुल्टी भएको कारणले गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुन्छ। त्यही भएर म चाहिँ यसमै जाँदैछु। अनि कहाँ जाँदैछु, के गर्दैछु, कस्तो छ ब्लग आजको हैन। तपाईहरुले यो ब्लग चाहिँ अन्तिमसम्म हेरेर राम्रो लाग्यो भने राम्रो, नराम्रो लाग्यो भने तपाईहरुको प्रतिक्रिया दिनु होला, कमेन्टमा छोडिदिनु होला। रेडी टु राइट है, म चाहिँ जानुको लागि रेडी भइसकेको छु। लेट्स सी। टक्क यहाँ चाहिँ तेल चाहिँ हालेँ 2 लिटर जस्तो। तपाईँलाई थाहा हुन्छ यता छ कफी स्टेसन। कफी स्टेसन भन्ने तपाईँहरू अनुभव छ होला, कफी स्टेसन। ट्याक्क त्यहाँनिर जानुपर्छ। लेट्स सी, हेर्नु कस्तो हुन्छ। अब हाइवेबाट चाहिँ टक्क त्यहाँबाट सिधै गयो भने जातिको जङ्गलमै गयो भने लेट्स सी। यो चाहिँ टक्क हाम्रो कफीको हाइवे। अब यहाँबाट चाहिँ अलिकति पर गएर हामी माथि लाग्छौँ। त्यसमा यहाँबाट चाहिँ माथि जाने हो। साथी हो, यो चाहिँ हाम्रो जातेको जङ्गल हो। यो चाहिँ फेरि अहिले चाहिँ कस्तो दामी भ्यू आउँछ होला। लगभग त्यहाँ कतिदेखि यहाँसम्म आउनुको लागि मैले चाहिँ 50-20 मिनट स्पिडमा आएको थिएँ। त्यही भएर मलाई चाहिँ लगभग 10 मिनट 15 मिनट जस्तो लाग्यो होला। खराब चाहिँ ठाउँ छ होइन, आउनु होला। हरियाली अनि हावापानी धेरै राम्रो। मेरो साथी हो, यो चाहिँ लगभग है जहाँसम्म लेटाङको बिचको यो पुल रहेछ। यो पुलको नाम चाहिँ मोरङ्गे पुल रहेछ। अब यो पुल कटेर पारी गएपछि हामी लेटाङ जान्छौँ। लेटाङ हुन त यो जाति पनि लेटाङै हो। यसले चाहिँ पहिला जाति र लेटाङको सिमाना छेउछाउ गरे भनौँ न। साथीहरू आजको मेरो गन्तव्य चाहिँ चेन्ज भइसकेको छ। म अघि त्यो कुलचेका भएर घरतिर जान्छु भनेर भन्दै थिएँ। अब मोड चेन्ज भयो। म चाहिँ समला डाँडासम्म जान्छु। हेरौँ समला डाँडा भनेको सबैले चिन्छ पनि होला है, कहाँ चाहिँ छ भनेर। म भाइहरूले सोच्दिनँ कहाँ हो के हो भनेर। ओ भाइ हो, समला डाँडा भने कता जान्छ? समला डाँडा यो बाटो हो? यस्तो भाइहरूसँग समला डाँडा भन्ने पत्ता हुँदैन। अब त्यही बाटो हिँड्दै जान्छु म। र साथी हो, म चाहिँ लेटाङबाट माथि समलासम्म यात्रा हिँड्ने। कति बेर लाग्छ, कति टाइम लाग्छ हेरौँ। अब सक्यो भने पुग्छु, नत्र आधीबाट मात्रै फर्किनेछु। समला डाँडा मेरो साथी हो, म चाहिँ डाँडा चढ्ने कल्पना छु। यो चाहिँ भनेको लेटाङको माथि हो। त्यसभन्दा सायद के होला, बाटो त बिग्रिरहेछ। यस्तो बाटो अन्य के हो? साथी हो, माथि त 15 घन्टा छ। हेरौँ न बाटो समला जाँदा यस्तै बाटो हो। यो बाटो हो बाटो हो न, बाटो साथी बाटो हेर्नु समला बाटो बाटो साथी हो। समला बाटो त टाढा छैन रहेछ हो। तपाईँहरू आउने सोच बनाएर हुँदैछ, बुझाउँदा त हुँदैन। म हेर्नु त लगभग 1 घन्टा भइसक्यो हुनु त हुँदैछ नि आएको बाटो त्यस्तै छ है। बाटो चाहिँ बाटो जान्छ।
साथीहरु अब त्यत्रो टाढाबाट यहाँ आए गलले एकछिन यत्र थकाइ मार्नु पर्यो है। अझै पनि यहाँबाट समला डाँडा पुग्नुको लागि 15 मिनेट लाग्छ भनेर भन्दैछ। यो चाहिँ ठाउँ यस्तो छ है साथीहरु, हेर्नु होला। यो समला डाँडा त होइन, त्यो पनि समला डाँडा भन्दा कम चाहिँ छैन। यहाँ पछाडिको भ्यू हेर्नुहोस्, जस यत्रो टाइम लाग्यो है। अब यहाँबाट फेरि अझै 15-20 मिनेट अझै बाइकमा उकालो जानुपर्छ भन्दैछ। देखि साथीहरु अब हेरौँ म कतिको जान सक्छु सक्दिनँ है, किनभने अलरेडी यहाँको गलिसकेको छ, बाइक पुरा तातेर कराइसकेको छ। अब एकछिन चाहिँ म यहाँनिर बस्नेछु थकिया मारेर यहाँ अलैँचामा। अनि त्यसपछि हेरौँ अब सक्ने आँट आयो भने जान्छु, नत्र भने फेरि यहाँबाट म फर्किन सक्नेछु है। किनभने साह्रो अब पुरा राइडिङ अब उकालो एखर उकालो, त्यही मात्रै ग्राभेल ढुङ्गा बाटो र गाइस। अब एकछिन आराम गरेर म फेरि लागेँ कति टाइम लाग्छ लेट्स हेरौँ। बाटो भनेको त्यही हो साथी है, यसो बाटो लेट्स सक्छौँ हामी जानु। किनभने अघि मैले देखिसकेको छु स्कुटी मात्रै जाँदो रहेछ मान्छेहरू, स्कुटीमा डबल जाँदो रहेछ भने म झन् एनएसमा सिङ्गल जानु सक्दिनँ गाई। तपाईँहरू आफै विचार गर्नु न। साथी उकालो हेर्नु नि, उकालो हेर्नु साथी अब चाहिँ समला डाँडा आइपुग्नु अब कुनै बाटो सामने गाई चाहिँ त्यत्रो दुःख गरेर आयो समला डाँडा। अन्तिममा समला डाँडा भनेको चाहिँ यति नै मात्रै रहेछ के हो, यति नै। अनि यता डाँडा रहेछ, यति नै हो समला डाँडा। यतिको लागि त्यत्रो दुःख गरेर आएको, त्यत्रो तलबाट गाई छैन। समला डाँडा चाहिँ यहाँबाट माथि जानुपर्छ कि होइन, हिँडेर जानुपर्ने छ। तर यताबाट बाइकबाट पनि यता घुमेर जानु बेसी, म चाहिँ बाइकबाट घुमेर जान्छ है। यहाँबाट उकालोबाट हिँड्नु जानुपर्ने रहेछ। बाटो चाहिँ त्यस्तै छ है, बाटोको देखिहाल्नु भयो तपाईँले कति कस्तो साथीहरू। मेरो बाइक धुवा अब समला डाँडा चाहिँ यताबाट उकालो जान्छ अरे। देखि कस्तो फाइनली गाई समला डाँडा आइपुग्यो। हेर्नु त यस्तो रहेछ ठाउँ, यत्तिको छन् चाहिँ केही नै छैन। त्यही पनि आउनु कम त सर है। भ्यू हेर्नुहोस् है साथी हो, यही भ्यू हेर्नुको लागि त्यत्रो तलबाट घुमेर आयो। फाइनली साथी हो म चाहिँ समला आइपुगेको छु। लगभग पथरी टु समला आउँदाखेरि मलाई लगभग 1.5 देखि 2 घन्टासम्म लाग्यो। अनि समला चाहिँ कस्तो ठाउँ रहेछ भन्दाखेरि चाहिँ कहाँ डाँडा है, ठाउँ कस्तो रहेछ भन्दाखेरि यस्तो रहेछ है ठाउँहरू हेर्नुहोस् है तपाईँहरू। समला डाँडा भन्ने ठाउँमा चाहिँ यस्तो रहेछ त्यो साथी है। अनि त्यत्रो डाँडाबाट म चाहिँ यहाँनिर समला डाँडाबाट यहाँबाट यस्तो देख्छु भ्यू, चिसो पनि हुँदो रहेछ यहाँ चाहिँ फेरि अलिकति होइन, अलिक डाँडा भएर होला यहाँ धेरै चिसो रहेछ। तर ठिकै छ, केही छैन। त्यत्रो दुःख गरेर एकछिन अब यहाँनिर बस्छु, त्यसपछि म लाग्नेछु। तपाईँहरूले समला डाँडाबाट कस्तो भ्यू देखिन्छ त तल हेर्नुहोस् है, भ्यूहरू चारैतर्फतिर भ्यूहरू यस्तो छ है। त्यति साह्रो मान्छे चाहिँ आउँदैन रहेछ, तर जस ठाउँ चाहिँ चिसो रहेछ। भ्यूहरू तपाईँहरू मजाले हेर्न सक्नुहुन्छ। यो ठाउँ चाहिँ के हो पनि, यहाँबाट यस्तो ठाउँहरू छ हेर्नुहोस् है साथी। यो खोला कुन खोला हो पनि, यताबाट यता जान्छ। त्यही हो साथी हो, समला डाँडामा आयो। डाँडामा चाहिँ के हेर्नु भन्दाखेरि यस्तो भ्यूहरू हेर्नुको लागि रहेछ। अनि यो भ्यू हेर्नुको लागि चाहिँ पथरीबाट त्यत्रो लामो दूरीमा बाइकमा यस्तो लड्छ क्या यो पनि।
त्यस्तो टाढोबाट पुरा बाइकमा पुरा भुडी आन्द्रा भुडी पल्टिने गरी बमिट आउने गरी कुदाउँदै आइयो। बात त सही अब एकछिन बस्छु, त्यसपछि फेरि लाग्नेछु म। यहाँको तपाईँहरूले भ्यू देखिहाल्नु भयो होला। समला डाँडा भनेको चाहिँ यति नै रहेछ, केही छैन रहेछ सम्झ। ठिकै छ, त्यही पनि त्यत्रो दुःख गरेर आइयो। अब केही न केही त अलिअलि त भ्यू हेर्नुपर्छ, एकछिन त बस्नुपर्छ। त्यत्रो टाढाबाट गलेर आइएको छ, बाइकमा लगभग 1.5-2 घन्टाको राइड। त्यही माथि अफरोड बाटो, उकालो ओह्रालो ढुङ्गा, उकालै मात्रै ओह्रालो भन्दा पनि अब जाँदाखेरि झन् साह्रो ढाड भाँचिन, कति ओह्रालो जानुपर्छ है। उकालोमा बरु सजिलो हुन्छ, तपाईँहरू ओह्रालोमा साह्रै गाह्रो हुन्छ, किनभने ओह्रालोमा अलिकति कन्ट्रोल गर्न एकदम मुस्किल पर्छ। त्यही हो, ठिकै छ, केही छ। मेरो साथी हो यहाँ चाहिँ समलामा चाहिँ कोही थिएन है। यहाँनिर 2 जना भाइहरू चाहिँ सिख जोडीहरू थिए, उनीहरू पनि गए। अब चाहिँ रह्यो, म यहाँनिर एक्लै छु। अघि एउटा बाइक गयो, अर्को बाइक गयो। 2 जना टोलीहरू चाहिँ है, 2 जना जोडीहरू चाहिँ गए। अब चाहिँ यहाँनिर म एक्लै छु, यो समला डाँडामा एक्लै छु। म एक्लै समला डाँडामा म एक्लै छु है। अब चाहिँ यहाँनिर म एक्लै समला डाँडामा चाहिँ अब म एक्लै छु है। म एक्लै, सबैजना सके, सबैजना गयो। अब यहाँ चाहिँ म एक्लै छु, म एक्लै छु समला डाँडामा। त्यही हो मेरो साथी हो है। तपाईँहरूलाई मैले समलाको सबै वरिपरि के छ, समलामा के छ भन्ने चिजहरू चाहिँ देखाइसकेको छु। र यहाँनिर मान्छेहरूको चाहिँ आवाजात कति के छ त्यो पनि देखाइसकेको छु। भने बाटो अन द वे त मैले अघि देखाइसकेको छु अगाडिको पार्टमा। अब भने साथी हो, म चाहिँ यहाँनिर बस्छु, एकछिन 1-2वटा टिकटक भिडियो बनाउँछु, अनि त्यसपछि म लाग्नेछु मेरो ब्याक टु होम। अनि मेरो साथी हो, आजको मेरो भ्लग चाहिँ यही समलाको डाँडाबाट अन्त्य गर्दै तपाईँहरू माझ म मेरो भ्लग यहीँनिर टुङ्ग्याउँदैछु। र तपाईँहरूले चाहिँ होइन यो भ्लग अन्तिमसम्म हेर्नु होला, कस्तो छ के छ। तपाईँहरू यदि यो ठाउँमा आउनु होला, आउँदै हुनुहुन्छ भने 1-2 कुरा चाहिँ धेरै ध्यान दिनु होला। के कुरा भने एकदम एक्सपर्ट ड्राइभ गर्ने मान्छेसँग आउनु होला, किनकि बाटो धेरै अफरोड अनि उकालो मात्रै छ। आउँदाखेरि भने जाँदा ओह्रालो छ, अनि यो बाटोमा चाहिँ एकदम स्किल भएको ड्राइभरसँग मात्रै आउनु होला, नत्र भने एक्सिडेन्ट हुने प्रबल चान्स छ। त्यो साथी हो, मेरो यो आजको भ्लग यही समला डाँडामा टुङ्गाउँदै तपाईँहरूमा म बिदा हुन चाहन्छु। यो भ्लग चाहिँ हेरिदिनु होला, कहाँ भन्दा मिस्टर स्पेस हाङ स्पेस भ्लगमा। स्टे यु, आई विल क्याच यु नेक्स्ट भिडियो, नेक्स्ट भ्लग। बाई बाई, जय नेपाल, जय देश, बाई बाई।